बाख्रा पालनमा सफल हुनको लागि तपाईको बाख्राको दूधको समस्या जुन छ नि तपाईले निराकरण गर्नै पर्ने हुन्छ। आउनुस् यो भिडियोमा चर्चा गरौँ। नमस्कार किसान साथीहरू, फेरि पनि नेपाल गोट फार्मिङमा तपाईले धेरै स्वागत छ। यस भिडियोमा बाख्रा पालनमा दूधको जुन निराकरण समस्याको जुन निराकरण छ त्यो बारेमा कुरा गर्नेछौँ। यो भिडियो चाहिँ किनकि पुरै एक्सपिरियन्स बेस्ड भिडियो हुन्छ मेरो, अनि बिना एक्सपिरियन्सको मैले कुनै भिडियो आउँदैन र तपाईको यो भिडियोले तपाई अन्तिमसम्म हेर्नुभयो भने तपाईले पक्कै यो बाख्रा पालनमा बाख्राको जुन दूधको कमीको जुन समस्या हुन्छ एकदमै तपाईको निराकरण हुनेछ र भिडियो मन परे लाइक र सब्स्क्राइब गर्नुहोला। आउनुस् यो हेर्ने हुन्छ यो बाख्राको जुन थान छ यो तपाईको भर्खर अब मानौ न बियाउने बेला हुन लागेको छ। यसमा के भयो कि तपाईको बाख्राको जुन थान किन यति ठुलो भयो तपाई हेर्दै हुनुहुन्छ र यसले पक्कै चाहिँ दूध चाहिँ एकदमै उत्पादन बढी गरिदिन्छ। किन होला तपाईले को अब खानपान त तपाईले सुरुमा दिनु नै हुन्छ, हरियो घाँसपातहरू यताउरी दिनुभयो, अनि खानपानमा एकदम सुधार गर्नु जरुरी हुन्छ। गर्भवती बाख्रालाई तपाईको जुन घाँसहरू दिनुहुन्छ हरियो घाँसपात तथा के हुन्छ अन्नहरू पनि दिनुपर्ने हुन्छ र यो खास गरेर बाख्रा गर्भवती भएको 3 महिनापछि तपाईको जुन नील जानु सिरप हुन्छ नि त्योबाट पहिला तपाईको बाख्रा अथवा फेनबेन्डाजोल ट्याब्लेटले तपाईको बाख्रालाई गर्नुहुन्छ, अनि किरा मार्ने औषधि तपाई दिइहाल्नु भने त्यसपछि बाख्रा घट्दिन्छ। ब्याएपछिको थान हो यो। कसरी दूध यसलाई डेलीको डेली तपाईको 1 पाउ जति को दूध बिहान र बेलुका दुछो पनि बाख्राको त्यो जुन पाठापाठी हुन्छ नि त्यसलाई खुवाएर पनि त्यो दूध उब्रिहाल्छ। किन भयो होला किसान साथीहरू, तपाई हेर्दै हुनुहुन्छ कि खानपानको सँगसँगै बाख्राको जुन पाठापाठी जो हुन्छ नि त्यसको पनि साइज र वजन बढाइदिन्छ यो औषधिले गर्दाखेरि। यो औषधि र बाख्राको खानपानमा सुधार गर्नु भयो भने पक्कै पनि तपाई पनि यो बाख्रा पाल्न सक्छौं। हेर्नुहुन्छ साथीहरू कि जुन कालो जुन छ नि यो खसी हो, यो खसी नभनौं यसलाई यो मेल भनौं, मेल किट हो यो। यति ठुलो जन्म भएको छ र खास गरी यो औषधिले हो ओस्टोभेट क्याल्सियम हो यो। यसमा भीमराल मिलाएर खुवाउनु होला साथीहरू। अनि बाख्राको गर्भवती भएको 5औं महिनामा 1 महिनासम्म दिनुपर्ने हुन्छ र सुत्केरी भएको 1 हप्तापछि चाहिँ यो औषधि 20 ml को दरले पर डेली को दरले तपाईले दिन सक्नुभयो भने पक्कै पनि तपाईको बाख्राको दूधको समस्या चाहिँ निराकरण हुनेछ। हस्त किसान साथीहरू, भिडियोलाई लास्टसम्म हेर्नुभयो धेरै धेरै धन्यवाद। अरु पनि भिडियोहरू यस्तै लिएर आउनुहुन्छ, यस्तै साथ दिनुहोला। धन्यवाद। जय देश जय नेपाल।